यदि नेपालबाट सधैँभरिको लागि भ्रष्टाचार हटाउनु छ भने नेताहरूको तलब 1 लाखबाट बढाएर सिधै 10 करोड बनाउनुपर्छ र उनीहरूको एउटा कडा इक्जाम लिनुपर्छ। यो कुरा सुन्दा तपाईँलाई पागलपन जस्तै लाग्छ होला, तर यही एक्ज्याक्ट फर्मुलाले सिङ्गापुरलाई करप्सन फ्री देश बनायो। पहिला नेपालको रियालिटी हेरौँ। नेपालमा एउटा नेताले चुनाव लड्नको लागि औसतमा 2 करोडदेखि 5 करोडसम्म खर्च गर्छन्, तर ऊ चुनाव जितेर गएको 5 वर्षमा जम्मा 60 लाख मात्र कमाउँछ। अब तपाईँले नै क्यालकुलेट गर्नु, त्यो बाँकी पैसा उसले कहाँबाट पुरा गर्छ? अभियसली भ्रष्टाचारबाट, किनभने उसँग भ्रष्टाचार गर्नु बाहेक अरू केही पनि उपाय नै हुँदैन। त्यसैले नेपालमा मान्छे ठिक हुँदा हुँदै पनि सिस्टमले नै उनीहरूलाई गलत काम गर्न बाध्य गराउँछ। सन् 1965मा सिङ्गापुर पनि नेपाल जस्तै करप्टेड र गरिब देश थियो, तर त्यहाँको नयाँ प्रधानमन्त्री ली क्युनले सबै कुरा बदल्छन्। सबैभन्दा पहिले स्यालेरी। सिङ्गापुरको प्रधानमन्त्री ली क्युन एउटा सिम्पल फिलोसफीमा विश्वास गर्थे। यदि देश चलाउनु कम्पनी चलाउनु भन्दा पनि धेरै गाह्रो छ भने किन नेताहरूलाई सिइओ जत्तिकै तलब नदिने? उनले केही महिनासम्म सिङ्गापुरको टप सिइओ, डाक्टर र वकिलहरूले कति कमाउँछन् भन्ने हेर्छन् र त्यसैको आधारमा मन्त्रीहरूको तलब राख्छन्। त्यसैले आज सिङ्गापुरमा इन्ट्री लेभल मन्त्रीहरूको तलब पनि 7 करोडबाट सुरु हुन्छ। दोस्रो, कडा सजाय। ली क्युनले भ्रष्टाचारलाई रोक्नको लागि नेपालको अख्तियार दुरुपयोग जस्तै नयाँ संस्था सिपिआइबी बनाउँछन् र त्यो संस्थालाई फुल पावर दिन्छन्। र यदि कोही मन्त्रीले महिनाको 7 करोड तलब खाएपछि पनि भ्रष्टाचार गर्छ वा गर्ने कोसिस गर्छ भने त्यो मन्त्रीलाई 6 महिनाभित्र जेल चलान गरिन्छ। उनले त्यो संस्थालाई यति पावरफुल बनाएका थिए कि जसले शङ्का लागेको भरमा नै सानो मन्त्रीदेखि ठुलो प्रधानमन्त्रीसम्म जो कोहीलाई पनि इन्भेस्टिगेसन गर्न सक्थ्यो। त्यसैले आज सिङ्गापुरमा करप्सन रेट अलमोस्ट 0 छ र आज त्यहाँको नागरिकहरूले वार्षिक 2 करोडसम्म कमाउँछन्। तर नेपालमा सिस्टम ठिक यसको उल्टो छ। नेपालमा जेल, पुलिस, अदालत गरेर फाइनल रिजल्ट आउँदासम्म 20-25 वर्ष यत्तिकै जान्छ। यतिका धेरै वर्षसम्म ती नेताहरू या त रिटायर भइसक्छन् या त मरिसकेका हुन्छन्।